हेलो नमस्ते स्वागत छ है मेरो गेमिङ परिवारहरू मेरो च्यानलमा र फेरि आज नयाँ भिडियो ल्याएको छु है त ल चिप एन्ड डेलको पार्ट 2 पार्ट 1 हेर्नुभएको छ भने मेरो च्यानलमा गएर हेर्नु है त मुनि लिङ्क डिस्क्रिप्सनमा नि लिङ्क राखिदिन्छु पार्ट 1 को अनि सबैजनालाई के कस्तो छ सन्चै हुनुहुन्छ होला अनि अनचार्टेड पार्ट 1 त सकियो अब पार्ट 2 चाहिँ आउँछ केही दिनमा अनचार्टेडको 1 को त्यो फुल सिरिज हेर्नु छैन भने हेर्नु है त गएर ल लास्ट टाइम चाहिँ अब मैले यहीँ ठ्याक्कै छोडेको थिएँ अब गेम चाहिँ के अरे भनौँ न फेरि सुरुबाट खेल्नु पर्दैन यो एमुलेटरमा चाहिँ के एउटा राम्रो रहेछ भनेदेखि जहाँ छोडेको छ त्यहीँबाट पछि फेरि चाहिँ के अरे ओपन गऱ्यो भने त्यहीँ जहाँ छोडेको त्यहीँबाट आउँदो रहेछ त्यो चाहिँ एउटा राम्रो रहेछ र अब लास्ट अब 3टा लेभल बाँकी छ लास्ट टाइम हामीले डीसम्म खेलेको थियौँ अब इएफजी त्यो 3टा बाँकी छ त्यो 3टा अब त धेरै टाइम लाग्दैन भनेर चाहिँ मैले सोचेको थिएँ होइन तर इएफजी भनेपछि नि अझै स्टेज चाहिँ रहेछ कति इएफजी अनि एचआइजेसम्म रहेछ के अरे त्यसपछिको 3टा चाहिँ कुन चाहिँ त्यो 3टा चाहिँ अलि अर्को लोकेसनतिर गर्दो रहेछ यो अगाडिको के अरे इएफजी चाहिँ त्यति गाह्रो चाहिँ छैन रहेछ अब जस्तै अब मेन बस भन्नाले गेमकै सबैभन्दा मेन बस त्यसको लेभलहरूतिर चाहिँ अलिकति गाह्रो रहेछ है त्यहाँ माथिपट्टिको स्टार खाने तरिका चाहिँ मलाई अलि थाहा भएन अब यताबाट पछाडि फर्किन मिल्छ नि होला भनेको त अलि यता आइसकेपछि त स्क्रिनबाटै हट्दो रहेछ त्यो चाहिँ कसरी खाने त्यो चाहिँ के पो थाहा भएन त अब केही छैन त्यो वान अफ थियो खासमा त्यो स्टार चाहिँ थियो वान अफ मिस भयो म चाहिँ यो बोटमा चढिसकेपछि किन बोट अगाडि बढ्दैन भन्छु अब सामान बोकिरहँदाखेरि चाहिँ बोट नचढ्दो रहेछ सामान फाल्ने बित्तिकै बोटमा आफै चढ्दै फेरि यहाँनिर चाहिँ आएर नयाँ वेपन पाइयो अब यो वेपन चाहिँ अब फाल्न नमिल्ने केही नमिल्ने रहेछ अब यो यसको यो लेभलको एन्डसम्म चाहिँ यही लिएर खेल्नुपर्ने भयो र एक किसिमले चाहिँ ठिकै थियो यो वेपन जस अघिको वान अफ मिस भएको थियो यहाँनिर एउटा वान अफ चाहिँ जस पाइयो यस्तो अनलिमिटेड ह्यामर पाइसकेपछि त किन छोड्ने कसैलाई पनि छोड्ने होइन सबलाई सिद्ध्याउने यहाँनिर यो गेममा मलाई सबभन्दा मन नपर्ने यही मौरीवाला एनिमी हो कि
जेस युएनए पनि सजिलो त सजिलो थियो है जेस त्यहाँनिर त्यसले 2 सट खायो थिएँ कट्यो यो लेभल चाहिँ कट्यो जोन ई कट्यो अब एफ बाँकी छ त्यसपछि जी त्यसले त्यो लात हानेको बक्सा ठ्याक्कै मलाई लागेको थियो लामा चाहिँ तर जस तिनीहरूले हानेको लातले हानेको बक्साले चाहिँ हामीलाई ड्यामेज हानेको रहेछ त्यो एउटा चाहिँ ठिकै हो अब यो एनिमीले चाहिँ खै कहिले चाहिँ एकमै मर्छ कहिले चाहिँ फेरि 2 सट हान्नुपर्छ खै के हो भने एउटा ठाउँ चाहिँ अलिकति गाह्रै छ माथिको यो सेकेन्ड प्लेटफर्ममा जानै मलाई कस्तो गाह्रो भइरहेको हतपति नभ्याउने कि अब प्लेटफर्मको म्युजिक पनि कस्तो राख्यो होला त हो यो एफ जोनमा चाहिँ बस चाहिँ राखेर इन्जिनहरूले यतिकै अब कट्यो अब जीमा जाम यहाँनिर चाहिँ मैले माथिबाट जानुपर्ने रहेछ किनकि माथिपट्टि थुप्रो धेरै उ रहेछ त्यहाँ कोइनहरू त्यो मैले त्यो थाहै नभएर मुनिबाट आइयो सब कोइनहरू मिसिन्छ तर अर्को एउटा के एउटा यसमा ठिक रहेछ भनेदेखि यो जुन चाहिँ त्यो अघि मैले भर्खर ठान्थेँ चिजै होला त्यो चिजलाई चाहिँ चिजको माथि चिज खप्याएर गएर नि जानु मिल्दो रहेछ होइन कस्तो देखियो चिज माथि चिज खप्यायो
त्यसपछि फेरि मुनिपट्टिको चिज निकाल्दाखेरि त्यो माथिपट्टि खप्टाएको चिज मुनि नझर्दो रहेछ क्या, त्यसले गर्दाखेरि चाहिँ माथि हाइटसम्म पुग्दो रहेछ, मिल्दो रहेछ कि। त्यो चाहिँ मैले अहिले एकछिनमा यहाँनिर एउटा त्यसरी पनि युज गर्न पर्ने एउटा ठाउँ छ, त्यहाँनिर चाहिँ थाहा पायो क्या फेरि। अब चिज खप्ट्याएर माथि जानुपर्ने चाहिँ यहाँनिर कि मैले यसरी खप्ट्याउनु भन्ने चाहिँ आइडिया चाहिँ थियो, तर यहाँ अर्को मैले मुनि निकाल्छु त्यो माथि त्यसरी अड्किँदो रहेछ थाहै छैन मलाई चाहिँ। ल यो लेभल कट्यो, अर्को लेभल। अब यस्तो चिज खप्ट्याएर माथि खप्ट्याएर चाहिँ चिज खप्टाउनु मिल्छ भने त ट्रिक थाहा पाइसकेपछि पुरै अब पोइन्टहरू खाइयो। ट्याक्क लाएर खप्ट्यायो। अब त्यो दुइटा चाहिँ अब नखाउँ होला, अलिक धरापमा छ त्यो ठाउँ। यता चाहिँ अब धेरै लङ टर्म छ, त्यही भएर खप्ट्याउँदै पुग्यो। अब यो बस चाहिँ अलिकति हावा छ यो बस बसले भन्दा पनि यसको त्यो मुनिको एरियाले मलाई लाग्यो कि अब यसो हेर्दाखेरि चाहिँ छोको जस्तो त लाग्दैन है, तै पनि ड्यामेज खाइरहेको छ। जस कटे गर्न त सेकेन्ड ट्राईमै कट्यो। अब जोन जी सक्यो, अब अर्को जोन आउँछ। म सोचेँ कि यो लास्ट होला अनि सोचेको थिएँ मैले चाहिँ। अहिले टक्क बचायो, फुल दियो। अब यसले के अरे यसको रकेट हुन्छ, त्यसबाट चाहिँ अब त्यो बिरालो जो मेन बस त्यसको लोकेसनमा जा भन्छ। याच आइजे त्यसपछि चाहिँ
एचमा नि बस चाहिँ थिएन तर के अरे एचआइजेमा चाहिँ एच चाहिँ इजी नै थियो भने त्यो लेभल मेरो 1 पनि मिस भयो त्यो टाइमै पुगेन यो एरिया पनि त्यस्तो खासै गाह्रो चाहिँ छैन यो फ्यानदेखि चाहिँ अलिकति बस्नुपर्छ नत्र त्यति साह्रो गाह्रो चाहिँ छैन अब नयाँ एनिमी आयो यहाँबाट यो बस चाहिँ मलाई अलिक गाह्रो लाग्यो यो चाहिँ किनकि यो हान्दाखेरि ठ्याक्कै टुक्रा टुक्रा भएर तल झर्छ यसको टुक्रा टुक्रीहरू कता झर्छ भन्ने कुरो अलिकति ठ्याक्कै थाहा पाउन गाह्रो कि जस यो बसमा चाहिँ म 2-3 ताल चाहिँ मर्यो यसको अरू यतिभरिमा अलिकति गाह्रो लाग्यो बस चाहिँ किनकि अब यसको अट्याकिङ प्याटर्न नै अब के कति हुन्छ भन्ने थाहा छैन कि यो बस पनि गऱ्यो अब यसपछि अब लास्ट स्टेज अब फाइनल स्टेज भएर होला कि के हो है यो स्टेज लास्टै गाह्रो थियो नि एनिमीहरू कस्तो हुन धेरै त भनौँ एनिमीहरू 2 ताल हानेर मार्नु पनि एनिमीहरू धेरै आउने अनि कस्तो स्क्रिनमा आउने बित्तिकै एट्याक गरिहाल्छ कि एउटा एनिमी त त्यो एउटा सानो खालको एनिमी छ जस्तै हाम्रै साइजको एउटा एनिमी छ त्यसले चक्कु हान्छ
त्यो अगाडि बढ्ने बित्तिकै फ्याट हानिहाल्छ क्या नि। धन्न त्यहाँ मरिसकेको थियो, लाइफ चाहिँ पाइरहे। अगाडिको त घट्यो। अब यो लेभल, अब यो एरिया चाहिँ सेकेन्ड स्टेज चाहिँ अलिक गाह्रो लागेको थियो मलाई, त्यही भएर भनौँ मैले सब मरेको त राखेको छैन। अब जस फर्स्टको यो फर्स्टको मरेको बाइक मर्दैछ, त्यसपछिको चाहिँ अनि त्यहीको चाहिँ घटेको राखेको छु। अब त्यो एनिमीहरू रेन्ज, त्यो आएको अघि एनिमीहरू रेन्ज के अरे वेपन लिएर आएको छ, त्यो माथि 2 ताल हान्नु पर्ने। झ्याउनु फेरि त्यो एनिमीहरू एकै ठाउँ बसेर पनि हान्दैन, हान्छ फेरि अगाडि बढिहाल्छ कि, त्यसले गर्दाखेरि झ्याउ झ्याउ आएको। अब यसपछि माथिपट्टिको अर्को आउँछ, यस्तै के भन्ने यसलाई, यो मेसिन, यस्तै खालको मेसिन हुन्छ, अनि त्यो एनिमीहरू नि हुन्छ। अनि के अरे उयो यो एनिमी कि, अनि स्क्रिनमा आउने बित्तिकै चक्कु फालिहाल्छ, त्यो लगभग अलमोस्ट लागि नै हाल्छ कि। अब यहाँनिर 2टा एनिमीको कम्बिनेसन, के अरे यो एनिमी र त्यसपछि चक्कु खाली हाल्ने एनिमीको कम्बिनेसन छ। यहाँनिर चाहिँ अलिकति गाह्रो लाग्यो मलाई। पछाडि जानलाई एकदम स्लो हिँड्ने, अनि पछाडि चाहिँ स्लो हिँडेको कारणले अगाडिपट्टि त अनि के अरे तिनीहरू चाहिँ कस्तो फास्ट हिँड्छ कि, अनि त्यसपछि भनौँ भाग्न बस्न पनि अलिक गाह्रो हुने कि। माथिको एरिया पनि कस्तो सानो छ, तिनीहरूले अब त्यसको चक्कु हान्दाखेरि त्यहाँ उसमा परि भन नि, त्यो यस्तो सानोमा पऱ्यो भने त त्यो लाग्ने चान्स एकदमै बढी छ कि। भन्यो भने कन्सिस्टेन्ट छैन कि। अब यसलाई 2 ताल, यो खासमा 2 ताल हान्नुपर्ने, यसलाई त्यो अघि 1 तालमा मऱ्यो कि फेरि हान्दै मारिदिले। ल त अब लास्ट बस, तर लास्ट बस कस्तै भन्न राम्रो पनि छैन, इन्सपाइरिङ टाइप पनि छैन कि। त्यो सिगारको चुरोट यता र उता पार्छ, त्यतिले ड्यामेज आइरहेको छ। सिगारको ठुटोले मारिरहेको छ कि। तर बस चाहिँ अचम्मको तरिकाले मारियो कि, आफूले ठ्याक्क आफू नि मरेको त्यो पनि मरिरहेको जेस। तर जेस गेम ओभर भनेर चाहिँ दिएन, गेम चाहिँ कटेकै दियो, त्यही भएर चाहिँ खुसी छु म। ल त मेरो साथीहरू है त, ल जसले यो भिडियो हेरिदिनु भयो लास्टसम्म, उहाँलाई चाहिँ थ्याङ्क यू है। नयाँ हुनुहुन्छ भने सब्सक्राइब हानिदिउँ के अरे, भिडियो राम्रो लागे
जो पुरानो हेर्नु भएको छ उनीहरूले चाहिँ लाइक कमेन्ट हानिदिउँ कस्तो लाग्यो भिडियो। र यसको पार्ट 2 पनि फेरि आउँछ केही दिनपछि। तपाईँले अघि देखिरहेको सक्नुभयो होला, पार्ट 2 पनि डाउनलोड गरेर राखेको छु, पार्ट 2 पनि आउँछ। अनि अब भिडियो कस्तो लाग्यो यसो कमेन्टमा हानिदिनु होला। अनि राम्रो लागेको छ भने चाहिँ, भिडियो राम्रो लागेको छ भने चाहिँ यसो सब्सक्राइब है त ल। अब अनचार्टेड 2 को पनि अब भिडियो चाँडो आउँदैछ, अब केही दिनपछि आइहाल्छ। अब त्यतिखेरसम्म सबैजना राम्रोसँग बस्नु, सबैजना स्वच्छ रहनु, सुरक्षित रहनु। फेरि भेटौँ अर्को भिडियोमा। बाई बाई सबैजनालाई। धन्यवाद छ मेरो प्यारा साथीहरू मेरो भिडियो हेरिदिएकोमा है त। भिडियो मन पऱ्यो लाइक सेयर कमेन्ट पनि गरिदिउँ है त। अनि अब अर्को नयाँ भिडियो पनि चाँडै आउँदैछ। अब अर्को भिडियोमा भेटौँला है त। सबैले बाई बाई, जय नेपाल।